श्री भक्तवत्सल भगवान को, श्री सत्यनारायण भगवान को, श्री सर्वेश्वर भगवान को, श्री मण्डली देवताहरूको, श्री कुल देवताहरूको, श्री नाग देवताहरूको, श्री सिद्ध देवताहरूको, श्री गट्टु देवताहरूको, श्री वराह देवताहरूको, श्री सम्पूर्ण भूमि देवताहरूको, श्रीहर आश्रमको, श्री सप्तऋषिहरूको, श्री कुलहाश्रमको, कपिलाश्रमको, सिद्धाश्रमको, श्री सिद्धदेव भगवानको, श्री सत्यनारायण भगवानको। अब भगवान परब्रह्म परमात्मा अन्तर्यामी सत्यनारायण है, सत्यनारायण नाम नै के छ त भन्दा सत्यनारायण। सत्य भनेको के हो त भन्दा, सत्य भनेको के हो भनेर सोध्यो भने यसको उत्तर के हुन्छ भन्नु त? सत्य भनेको के हो भन्दाखेरि मैले सत्य रामाराम मैले देखेको भन्छौँ नि होइन? हजुरआमले के भन्छौँ? सत्य रामाराम मैले देखेको भनेर कसम खाइन्छ होइन? भनेको देखेको कुरालाई नै के भन्छौँ त भन्दा हामीले सत्य भन्छौँ होइन? सत्य भनेको झुट नभएको, सत्य देखिएको, स्पष्ट भएको, छर्लङ्ग भएको, सामान्यमा रहेको, त्यस्तोलाई हामीले के भन्छौँ त भन्दा सत्य भन्छौँ। र त्यो सत्य नभइकन र नारायण जोडेको छ त्यहाँ फेरि सत्य। अनि को सत्य त भन्दा उनै नारायण। नारायण मात्रै संसारमा सत्य छन्, अरू सबै के छन् त भन्दा असत्य छन्। उनै नारायण मात्रै संसारमा सत्य छन्, अरू सबै के छ त भन्दा असत्य छ भनेको। कसरी सत्य छन् त उनी सधैँ भन्दाखेरि सत्य भनेको हिजो पनि थियो, आज पनि छ, भोलि पनि रहन्छ भने बल्ल त्यसलाई सत्य भनिन्छ है। सत्य भनेर केलाई भनिन्छ भन्दा हिजो पनि थियो, आज पनि छ, भोलि पनि रहन्छ भनेको भूतकाल, वर्तमानकाल र भविष्यकाल तिनै कालमा जो नित्य निरन्तर सदा सर्वदा रहन्छ उहाँको हातमा नै सराहदैन। तसरी पितृर्पणमस्तु। पितृको नाम बाबुबाजेको नाम भन्दै रहनुहोस्। फटाफट नाम काली भन्नु। मन मनाइ नाम। त्यस कारणले हिजो पनि भएर, आज पनि भएर, भोलि पनि जो रहन्छ त्यसको नाम के हुन्छ त भन्दा सत्य भनिन्छ। हिजो पनि थियो, आज पनि छ, भोलि पनि रहन्छ, त्यसको नाम सत्य हो भने हिजो भएर आज छैन, आज भएर भोलि छैन भने त्यसलाई के भनिन्छ? त्यसलाई भनिन्छ असत्य है। जो सधैँ थाहै छैन, नित्य निरन्तर वर्तमानकाल, भूतकाल र भविष्यकालमा जो रहँदैन त्यसलाई असत्य भनिन्छ। जो हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहन्छ त्यसलाई के भनिन्छ त भन्दा सत्य भनिन्छ। त्यस कारणले हजुर हामीले देखेको यो संसारमा देखेको पदार्थहरू सबै के छन् भन्दा हिजो भएर आज छैनन्, आज भएर भोलि छैनन्। हाम्रो बाबुबाजेहरू केही वर्ष अगाडि थिए, आज छैनन्, आज हजुर हामी छौँ, केही समयपछि हामी रहन्नौँ। त्यस कारणले हामी सबै के हौँ भन्दा असत्य। हामी के हौँ त भन्दा असत्य, नाशवान क्या, नासिने, नासिएर सकिने असत्य हो। यो संसारमा देखिएको पदार्थ पनि के हो? असत्य हो। तपाईँ हामी पनि असत्य हो केही समयका लागि, केही समयका लागि हो, सधैँको लागि हामी रहन्नौँ। त्यस कारणले यो देखिने चिजहरू, यो पदार्थहरू सबै के हो त भन्दा असत्य हो। र जसले यसलाई बनायो, यो संसार, धरती, आकाश हजुर हामीलाई जसले बनायो त्यही मात्रै सत्य छ, त्यही ईश्वर मात्रै सत्य छ। जसले यो धरती, आकाश, रुख वृक्ष, वनस्पतिहरू, यो पहाडहरू, सूर्य, चन्द्रमा, नक्षत्र, ग्रह जसले बनायो त्यो ईश्वर चाहिँ परमपिता परमात्मा मात्रै सत्य छ। अरू सबै त हामी सबै के छौँ त भन्दा असत्य छ, झुटो हो। त्यस कारणले हाम्रो स्रोत के हो त? हामी कहाँबाट आएको हो त फेरि त्यसो भए भन्दाखेरि हामीलाई उनीहरूले बनाएको हुनाले हामी उनीबाटै भएको हो। त्यस कारणले उनीबाट भएको हुनाले असली पिता उनै हुन्, बाउ। असली बाउ को हुन् त भन्दा उनै भगवान नारायण हुन्, उनै सत्यनारायण हुन्, उनै देवी दुर्गा माता हुन्,
तर भगवान् के हुन् त भन्दा पिता हुन्। अब हजुर हामीले सोध्दै खोज्दै जाँदाखेरि हजुरले बाउको बाउ बाउको बाउ बाउको बाउ खोज्दै 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 पुग्दाखेरि माथि पुगेपछि कहाँ पुगिन्छ भन्नु त? जसले सृष्टि गर्यो नि, सुरुमा जसले सृष्टि गर्यो त्यहीँ पुगिन्छ। त्यो सृष्टि गर्नेवाला को भन्दा उही नारायण हो। उही नारायण भगवान् विष्णु। नारायणबाट ब्रह्मा भए होइन, ब्रह्माबाट चाहिँ गएर विष्णु भए, रुद्र भए। त्यस कारणले पहिला त को थियो त भन्दा नारायण मात्रै, बाँकी समुद्रमा सुतेर नारायण मात्रै हुनुहुन्थ्यो, भगवान् नारायण होइन। त्यस कारणले खोज्दै खोज्दै जाने हुँदाखेरि वहीँ पुगिन्छ। त्यस कारणले हाम्रो असली बाउआमा, असली मातापिता को हुन् त भन्दा उनै नारायण हुन्। उनैबाट सृष्टि भएर आएको, उनै सत्य छन्, उनै एकदम कहिले पनि ननासिने छन्। उनी नै के छन् त भन्दा सत्य छन्। हजुर हामी के हौँ त भन्दा असत्य छौँ, केही समयको लागि छौँ। त्यस कारणले उनी चाहिँ देखिन्नन् फेरि, हेर्नुहोस् है। त्यस्तो सत्य भएर पनि फेरि देखिँदैनन् होइन। अनौठो छ। हाम्रो आँखाले देखेकोलाई सत्य भन्छौँ होइन, हाम्रो आँखाले देखेकोलाई सत्य भन्छौँ। हाम्रो आँखाले देखेको सत्य रहन्छ, किनभने हिजो भएर आज छैन, आज भएर भोलि छैन भने सत्य के रहेछ त भन्दा हाम्रो आँखाले जे देख्दैन त्यही मात्र सत्य हो है। हजुर हाम्रो आँखाले जे देख्न सक्दैन त्यो चिज सत्य हो। हाम्रो आँखाले जे देख्छ त्यो सबै के हो त भन्दा असत्य हो। त्यस कारणले त्यही नदेखिने चिजले देखिने चिजलाई अडाएको छ अरे, नदेखिने चिजले देखिने चिजलाई अडाइदिएको छ। तपाईँ हाम्रो आत्मालाई कहिले देख्छ? हाम्रो आत्मा नभए यो शरीर अडिन्छ? आत्मा नभइकन यो शरीर अडिन्न। त्यस कारण त्यो नदेखिने आत्माले यो देखिने शरीरलाई अडाइदिएको छ। त्यस कारणले यो देखिने शरीर 80-90 वर्षपछि हराउँछ, तर नदेखिने आत्मा चाहिँ कहिले पनि हराउन्न, परमात्मामा गएर मिल्छ। त्यस कारणले आत्मा देखिन्न तर त्यो सत्य छ। यो शरीर देखिन्छ त्यो असत्य छ। नदेखिने चिजले नै के गरेको छ त भन्दा देखेको चिजलाई अडाएको छ क्या होइन। बुझ्न पो गाह्रो छ त। पर रुख हेऱ्यो भने यहाँ त हेर्दा हामीले के देख्छौँ? रुख देख्छौँ, बुटो। तर त्यो बुटालाई केले अडाएको हुन्छ भन्दा त्यो नदेखिने जराले, माटोमुनि गाडिएको नदेखिने जराले त्यो बुटोलाई अडाएको छ। त्यसै जस्तो यहाँ पनि नदेखिने आत्माले त्यो देखिने शरीरलाई अडाइदिएको छ। त्यस कारणले त्यही आत्मतत्त्व नै के हो त भन्दा परमात्मा हो। उहाँबाट छुडिएर आएको यो उसैको सन्तान हो। यो सन्तानको काम के हो त भन्दाखेरि आमा बाउले बच्चा बच्चीलाई रिस उठेर हुत्ताइदियो भने पनि त्यो बच्चा बच्ची फेरि रुँदै आमाथि नै जान्छ, हो कि होइन? त्यस्तै जस्तो हजुर हामीलाई जति नै पीर कष्ट परे पनि, सङ्कट परे पनि, खुसीमा पनि, दुःखमा पनि उनै ईश्वरको सम्झना गर्नुपर्छ, उनै ईश्वरको भक्ति गर्नुपर्छ। भएन भने पनि हे भगवान् ल भनेर उनीहरूको शरणमा पर्नुपर्छ, दुःख परे पनि सुख परे पनि। त्यस कारणले तिनै भगवान्को नाम के हो त भन्दा सत्यनारायण है। उनीलाई भनिन्छ सत्यनारायण, जसले यो संसार बनायो र यो संसारलाई चलाएको छ होइन। जसले यो संसारलाई बनाएर मात्रै भएन, यसलाई पाल्न परेन, फेरि पाल्न पर्यो। धरतीमा जति जन्तु भएका छन् सबै पालिन पर्यो। तपाईँ मनुष्य, हामीदेखि लिएर चराचुरुङ्गीहरू, किट पतङ्गहरू, पानीमा बस्ने जन्तुहरू होइन, यी सबलाई पाल्ने जिम्मा कसले लिएको छ? उसले लिएको छ। पाल्ने जिम्मा पनि उसले लिएको छ। सृष्टि उनीहरूले गरे र फेरि अन्तिममा लैजाने जिम्मा पनि उनीहरूले लिएको हुनाले यो संसारको सृष्टि गर्नेवाला पनि उही, पालन गर्नेवाला पनि उनै र संहार गर्नेवाला पनि उनै हुन् भगवान्। त्यस कारणले जसको सत्ताबाट हामी भएका हौँ भने उनैको पछि लाग्नु नै के हो त भन्दा हाम्रो कर्तव्य हो होइन। भन्नाले आफ्नो मुहानको खोजी गर्नु क्या, मुहानको खोजी गर्नु। तब हामीले मुहान भन्छौँ, हाम्रो धारा आएको यो पानीको, यो हाम्रो तपाईँको धारा आएको पानीको मुहान खोज्दै 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 जाने भने कहाँ पुगिन्छ भन्दा कोहीले घोप्टीबाट ल्याएको भए घोप्टीमा पुग्नु पर्यो होइन। त्यो मुहान खोज्दै 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 त्यो मुहानलाई भनिन्छ स्रोत होइन। पानीको स्रोत कहाँ हो त? मूल भन्दा उहाँ माथि पुगेपछि भेटिन्छ। त्यसै जस्तो तपाईँ हाम्रो यो शरीरको जुन स्रोत हो नि, मुहान, मूल खोज्दै 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 जाँदा कहाँ पुगिन्छ भन्दा उनै परमपिता परमात्मासम्म पुगिन्छ। त्यस कारणले उनीबाट भएर आएको बाउबाजेले हजुर हामीलाई बनाए। त्यस कारणले यो शरीर बनाउने काम कसले गरे भन्दा बा आमाले। तपाईँ हाम्रो बा आमाले के दिए?
हामीलाई भन्दा यो शरीर दिए। तपाईँ हाम्रो बाआमाले यो शरीर दिए, यो शरीरलाई चल्ने हिँड्ने डुलाउने रुखमा चढ्ने ओह्राल्ने सबै गराउने जुन जीवन हो नि चेतना, त्यो कसले दियो भन्दा भगवान्ले दिए। भगवान्ले चेतना आत्मा दिए, जीवन दिए भगवान्ले। पितृले शरीर दिए, बाबुआमाले शरीर दिए। यो डुल्न पाएको छौँ, घुम्न पाएको छौँ, देख्न पाएको छौँ, त्यो शरीर कसले दिए? माता पिता आमा बाउले दिए। र यो जीवन जुन छ नि हामी, यो जीवन कसले दियो त भन्दा परमपिता परमात्माले दिए। त्यस कारणले तिनले दिएको हुनाले जसले दियो उसैलाई मान्नुपर्छ होइन। अब जहाँबाट आइयो त्यसैको सम्मान गर्नुपर्छ, त्यसैलाई चिन्नुपर्छ, त्यसैको पछि लाग्नुपर्छ। त्यस कारणले पितृको सेवा गर्ने र देउताको सेवा गर्नु भनेको केही पाउनको लागि मात्रै गर्ने होइन, आफूलाई चिन्नको लागि। मेरो नाता त तिनीहरूसित छ नि, नाता हामीले भन्छौँ नि, मेरो आका अङ्कल, मेरो काका, मेरो ठुलो बा, मेरो चाहिँ बाजे, मेरो बजै पूजा केही लाग्यो भने त म जानुपर्छ, जसरी जानुपर्छ भनेर गइन्छ। किन? नजिकको नातो हो भनेर क्या, नजिकको नातो भनेर हामी गइन्छ नि। त्यस्तै यस्तो भगवान्सित पनि नजिकको नातो छ, पितृसँग पनि के छ त भन्दा नजिकै नातो छ। जोसित नातो पर्छ त्यहीसित नजिकिनु पर्छ अरे होइन। त्यस कारणले पानीको सम्बन्ध कोसित छ भने पानीको सम्बन्ध समुद्रसित छ, हो कि होइन? पानीको सम्बन्ध कोसित छ? समुद्रसित छ। यहाँ आकाशबाट पानी पर्यो भने समुद्रसित सम्बन्ध भयो हुनाले यहाँ धरतीबाट खस्दा बित्तिकै दुःख उठ्छ। कहाँ जानलाई? वही समुद्रमा जानलाई, जहाँबाट आएको वहीँ जानलाई दुःख उठ्छ। यी खोलाहरू हिमालमा गए पनि वहीँ दुःख उठ्छन्। माटो हामीले माथि फालिदियौँ भने पनि यो माटोको सम्बन्ध पृथ्वीसित भएको हुनाले पृथ्वीमै आउँछ। त्यस कारणले जसो सम्बन्ध जहाँ छ त्यहीँ जानुपर्छ मिल्न। त्यस कारणले हाम्रो शरीरको सम्बन्ध आमा बाउसित छ, यो जीवात्माको सम्बन्ध भगवान्सित छ। त्यस कारणले देव पितृ मान्नुपर्छ भनेको त्यसरी हो। देव पितृ मान, किनभने नित्य निरन्तर हाम्रो सम्बन्ध त उनीसित छ। तर अज्ञानले गर्दा नजानेर, भ्रमले नबुझेर, थाहा नपाएर पूजा गरेर के हुन्छ भन्छ होइन। त्यस कारणले यो कुराहरू बुझ्नुपर्छ र उनी भगवान् सत्यनारायण मात्र एक सत्य हुनुहुन्छ। यो संसारको स्थिति गर्ने, सङ्हार गर्ने, सृष्टि गर्ने सबै उहाँले गर्नुहुन्छ। र हामीलाई पाल्ने पनि हामीले धेरै चिन्ता गर्नु पर्दैन, हामीले कर्म गर्नुपर्छ। कर्म गर्नुपर्छ, कसरी पाल्ने होला के होला भनेर धेरै चिन्ता गर्नु पर्दैन। किनभने जङ्गलमा बस्ने चराचुरुङ्गीले खेती गर्दैनन्, पालिएकै छन्। मृगहरूले खेती गर्दैनन्, पालिएकै छन्। पानीमा बस्ने माछाले केही खेती गर्दैन, पालिएकै छ होइन। संसारमा भएका जीव जन्तुहरू सबैले केही गर्छन् त? गर्दैनन्। तर पालिएको छ, आहारा उसले बनाएर पठाएको छ। सिंहले मृगलाई खान्छ, मृगले घाँस खान्छ होइन। कसले के खाने भनेर सबै बनाएर पठाएको छ ईश्वरले। तपाईँ हामीलाई अन्न खाने भनेर पठाएको छ, अन्न खाने भनेर पठाएको हुनाले जमिन बनाएको छ। जमिनमा अन्न रोपियो भने हामीलाई पाल्नको पिर अन्न उम्रन्छ। हेर्नु, एउटा गेडो रोपेर कति उम्रिन्छ भन्दाखेरि 200, 300, 500 दानासम्म उम्रिन्छ। किन? मान्छे पाल्नलाई हो त्यो, हो कि होइन? तपाईँको एउटा गेडो रोपेर एउटै फल्ने भयो भए के गर्दा हामीले भन्नु त? एउटा गेडो रोपेर एउटै फल्ने भएको भए हामीले के गर्दा भनेपछि हामीलाई पाल्नको लागि एउटा गेडो रोपेर हजारौँ दाना फल्छ। किन? मनुष्यलाई पाल्न बनिन्छ। त्यस कारणले ईश्वरले जसले जन्म दियो उसले पाल्छ। आफूले खाली गरिदियो त भन्दा कर्म गर्नुपर्छ, पुरुषार्थ गर्नुपर्छ, उद्यम गर्नुपर्छ। उद्यम गर्यो भने बल्ल के हुन्छ त भन्दा धर्म पनि गर्न सकिन्छ, दान पनि गर्न सकिन्छ, सबै गर्न सकिन्छ। उद्यम गरिएन भने यही उड्न बसेर त केही पनि हुन्न। त्यस कारणले उद्यम अनिवार्य, पुरुषार्थ गर्नुपर्छ। त्यस कारणले यहाँ त्यही आएको छ भगवान् सत्यनारायण भनेका थिए हुन्। र उनी भगवान् सत्यनारायणले मनुष्यलाई अरू सबैलाई जन्माउने बेलामा एउटा बाँध्ने आधार दिएर पठाए अरूलाई क्या। भगवान्ले सृष्टि गर्ने बेलामा चरा चुरुङ्गी, अब वनका जन्तुहरू, बाँदर, सिंह आदि गरेका सबैलाई एउटा न एउटा बाँध्ने कला दिएर पठाए। मनुष्यलाई के दिए त भन्दाखेरि मनुष्यलाई एउटा बुद्धि दिएर पठाए अरे। बुद्धि के गर्ने के नगर्ने, के गर्दा ठिक हुन्छ के गर्दा बेठिक हुन्छ भन्ने
विवेक मान्छेलाई दिएर पठाए र त्यही बुद्धि विवेक दिएर ल जा गरी खा, के गर्न मन लाग्छ त्यही गरी खा भनेर मान्छेलाई बुद्धि र विवेक दिएर पठाए। हात खुट्टा यी सबै काम गर्नलाई अङ्ग बनाएर दिएर पठाए भने अरू जन्तुलाई चाहिँ एउटा एउटा सिप दिएर पठाए। कोहीलाई रुख चढ्ने है, बाँदरले रुख चढ्छ त्यहाँ तालिम गर्दैन होइन, सबैलाई एउटा सिप दिएर पठाए। त्यस कारणले मान्छेलाई सिप दिएनन्, मान्छेलाई के दिए त भन्दा विवेक दिएर पठाए, विवेक र बुद्धि। यही र विवेक र बुद्धि दिएर पठाएर के गर्दा ठिक हुने हो, के गर्दा बेठिक हुने आफै गर भनेर पठाएको हुनाले मनुष्यले त्यही विवेक र बुद्धि प्रयोग गरेर सबै संसारमा आएर सिक्न पर्छ रे हजुर। हामीले यहाँ आएर सिक्ने हो, बच्चाबाट सिक्दै 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 जाँदा 90 वर्ष पुग्दाखेरि पनि सिकेर सकिन्न, जानेर सकिन्न। पोहोर यस्तो गरी रोपेको आलु बिग्रियो, अहिले यस्तो बनाउँछु भन्यो, फेरि त्यो पुरा हुन्न, अर्को वर्ष यस्तो गर्नुपर्ने रहेछ भन्ने हुन्छ। त्यस कारणले सिक्दा सिक्दै जिन्दगी सकिन्छ, पढ्दा पढ्दै जिन्दगी सकिन्छ। त्यही विवेक के गर्दा ठिक हुन्छ, के गर्दा बेठिक हुन्छ, के गर्ने के नगर्ने, के खाने के नखाने, कहाँ जाने कहाँ नजाने, सबै कुरा त आफैले छुट्टाइ भनेर पठाएको हुनाले मनुष्यले कुकर्म गरे पनि भगवान् आएर केही भन्दैनन् रे होइन। कुकर्म गरे पनि धर्म पूजा आजा गरे पनि केही भन्दैनन्, कुकर्म पनि केही भन्दैनन्। पहिल्यै उनले विवेक दिएको छु, बुद्धि दिएको छु, के गर्न ठिक छ के गर्न बेठिक छ गर। त राम्रो गरिस् भने पुरस्कार दिन्छु, नराम्रो गरिस् भने दण्ड दिन्छु तँलाई, तर मरेपछि दिन्छु। अहिले जीवनमा पनि दिन्छु दिन त, तर बढी चाहिँ मरेपछि मैले त्यसको दण्ड दिन्छु भनेर कर्मको संविधान बनाएर, कर्मको कानुन बनाएर राम्रो गरिस् भने तँलाई राम्रो हुन्छ, नराम्रो गरिस् भने तँलाई नराम्रो हुन्छ भन्ने कर्मको संविधान बनाएर। अर्कालाई नमस्ते गरिस् भने उसले पनि तँलाई नमस्ते गर्छ, अर्कालाई गाली गरिस् भने उसले पनि तँलाई गाली गर्छ होइन, हो कि होइन? त्यही हो। त्यस कारणले राम्रो गऱ्यौ भने तिमीलाई पनि राम्रो होला, नराम्रो गऱ्यौ भने तिमीलाई नै नराम्रो होला। त्यस कारणले आफूलाई राम्रो हुनुहोस् भन्ने चाहन्छौ भने अर्कालाई राम्रो गर है, मलाई राम्रो होस् भन्ने चाहन्छौ भने अर्कालाई राम्रो गर, मलाई दुःख होस् भन्ने चाहन्छौ भने अर्कालाई दुःख देऊ भनेर भनेको छ शास्त्रमा। त्यस कारणले अर्कालाई दुःख दिएर आफू कहिल्यै सुख हुन सकिन्न रे, सुखी हुन सकिन्न। कसैलाई अर्कालाई दुःख दिएर आफू सुखी हुन सकिन्न। त्यस कारणले आफू सुखी हुनु छ भने अर्कालाई सुख दिनुपर्छ। त्यस कारणले कर्म गर्न पठाएको हुनाले अर्कालाई दुःख हुने कर्म नगर, अर्कालाई सुख हुने आनन्द हुने कर्म गर्यौ भने तिमीले सुख पाउँछौ भनेर एउटा त्यो बुद्धि र विवेक दिएर पठाएको हुनाले मनुष्य संसारमा आएपछि शुभ कर्म गर्नुपर्छ। सकिन्छ भने राम्रो काम गर्नु, सकिन्न भने नराम्रो काम नगर्नु। सकिन्छ धर्म कर्म पूजा यज्ञ एगादि लगाउनु, चौतारी पोखरी बनाउनु, पुल कुलेसाहरू बनाउनु सकिन्छ भने, सकिन्न भने तिनीहरूलाई नभत्काउनु होइन। सके बनाउनु, नसके अर्काले बनाएकोलाई नभत्काउनु, नबिगार्नु। कसैले कुवा बनाएको छ नभत्काइदिनु, चौतारी बनाएको छ नभत्काइदिनु। अहिले मोटर बाटो खन्ने भन्दै गुवाई डोजरले चौतारी भत्काउँदै हिँड्छन् होइन। त्यस कारणले त्यो डोजरवालालाई केही न केही गतिलो हुन्न, नराम्रो हुन्छ त्यहाँ। केही समयपछि भयो भने हुन्छ अर्काले बनाएको कीर्ति, अर्काले बनाएको पोखरी, अर्काले बनाएको चौतारी, अर्काले रोपेको बर पिपल भत्काउँदै भत्काउँदै हिँड्छ त्यसले। यहाँ हजुरहरूले घटना सुन्नु होला, यहीँ यो पारिपट्टि नाङको डाममा नै के उल्कापात भएर ड्राइभरै मऱ्यो रे होइन। घर जाँदा श्रीमती बिमारी, श्रीमती त्यो उल्कापात भयो। त्यस कारणले त्यो त हुन्छ, हामीले थाहा नपाउने भएर मात्रै अर्काले गरेको शुभ कर्म बिगारिदियो भत्काइदियो भने त पटक्कै राम्रो हुन्न। त्यस कारणले यो नगर्नु, सकिन्छ राम्रो गर्नु, सकिन्न भने अरूले गरेको राम्रो कुरालाई नबिगार्नु, नभत्काइदिनु, नमादिनु। यथा भनिन्छ परोपकार, र यही कुरा चाहिँ यहाँ सत्यनारायणमा बताउनु भएको छ। त एक दिनको कुरा हो, एउटा नैमिसारण नामरेको क्षेत्रमा शौनक आदिका 88,000 ऋषिहरू बसिरहेका थिए र त्यहाँ सत्सङ्ग गर्न भनेर बसेका थिए तिनीहरू। 88,000 थोरै हो र, 88,000 ऋषिहरू 1,000 वर्षमा साङ्ग्यता गरेर 1,000 वर्षमा साङ्ग्यता गरेर ठुलो कार्य लगाएर सत्सङ्ग गर्न भनेर बसे। सत्सङ्ग भनेको सज्जनको सङ्गत क्या, राम्रो मान्छेको सङ्गत गर्न बसे। कथा पुराण सुन्ने, यो जगत यो संसार के हो, म को हुँ, यो संसार के हो
भन्ने कुरा थाहा पाउनको लागि बसिरहेको बेलामा त्यही बेलामा एकजना घुम्दै एउटा सुत नामका गुरु आउनुभयो, विद्वान पण्डित आउनुभयो। आइसकेपछि सबै झक्क उठेर सबैले सम्मान गरे, नमस्ते गरे। गुरुदेव ल धन्य छौँ हामी, हाम्रो भाग्यले आज नबोलाइकन हजुर आउनुभयो, हामीलाई धेरै कुरा जान्न इच्छा थियो, हजुर आउनुभयो, ल यो आसनमा बस्नुहोस् भनेर आसन राखेर आसनमा राखे। ती सौनकादिका 88,000 ऋषिहरूले ती सुत नामका गुरु पनि आसनमा गएर बस्नुभयो। बसिसकेपछि सबैले दण्डवत प्रणाम गरे। प्रणाम गरेर चाहिँ गएर सोध्छन् अब गुरुलाई, हे गुरुदेव, हे गुरु, हे ज्ञानी, हे सन्यासी, हजुर दैव सम्झो आज भाग्यको उदयले गर्दा आज हाम्रो अगाडि आउनुभयो, हामीले नबोलाएको आफै आउनुभयो, हाम्रो आज भाग्य उदाएको रहेछ। त्यस कारणले हामीलाई केही जिज्ञासा छ, केही जान्न मन छ, केही हजुरलाई सोधेर थाहा पाउन मन छ, त्यस कारणले केही कुरा सोध्न चाहन्छु भनिसकेपछि उहाँले भन्नुभयो, ल हुन सोध, तिमीलाई के इच्छा छ, के जान्न मन लागेको छ सोध भनिसकेपछि उनले भन्छन् कि हे गुरुदेव, अब संसारमा घोर कलियुग आउँदैछ, अत्याचार गर्ने, पाप गर्ने, कुकर्म गर्ने, नहुने विढङ्ग गर्ने, उल्टो काम गर्ने, त्यस्तो खालको कलियुग संसारमा आउँदैछ। जुन समयलाई अहिले कलियुग भनिन्छ, यो युगमा मनुष्यहरू के हुनेछन् त भन्दा सबै कुकर्म मात्रै गर्नेछन्, सुकर्म कसैले पनि गर्ने छैनन्। अब र जतिले सबैले जे पनि काम गर्नेछन् ती सबैले केका लागि गर्नेछन् त भन्दा मेरो छोराछोरी कसरी पाल्ने र मेरो पेट कसरी पाल्ने, है, मैले कसरी कमाउने, मेरा छोराछोरीलाई कसरी कमाइदिने भन्ने मात्रै ध्यान हुनेछ। अर्काको लागि कसैले सोध्ने छैनन् र कसैले वेद पढ्ने छैनन्, कसैले चाहिँ कुल परम्परा, कुल धर्म कसैले मान्ने छैनन्। परम्परामा के भएर आएको, के गर्न पर्ने हो भन्ने कुरा पनि कसैले खोजी गर्ने छैनन्। त्यस कारणले लामो समय चाहिँ गएर लगाएर जब गर्न सक्ने छैनन्, लामो समय लगाएर तपस्या गर्न सक्ने छैनन्, लामो समय लगाएर कार्य गर्न सकिने छैन। र सबैको मनुष्यको आयु केमा हुनेछ त भन्दाखेरि अन्नमा गएर रहनेछ। बिहान खाए दिउँसो खानुपर्ने छ, दिउँसो खाए बेलुका खानुपर्ने छ, दिनमा 3 पटक खानुपर्ने हो नि त। त्यसरी खाएर बाँच्ने मनुष्यको शरीर हुनेछ, होइन। कति कच्चा छ त हाम्रो शरीर भन्नु त। बिहान खाएर दिउँसो खानुपर्ने, दिउँसो खाएर बेलुका खानुपर्ने, दिनको 4 पटक नास्तासित 4 पटक खानुपर्ने, त्यस्तो शरीर धारण गरेर हामी बसेका छौँ। र त्यस्तो शरीर भएर नि खुब घमण्ड, म जस्तो कोही छैन, तँलाई देख्ला, तँलाई पर्खेर तँलाई सिद्धाइदिन्छु, तँलाई अम्काइदिन्छु भनेर खुब उ गर्छ। किनभने बेलुका नखाएपछि भोलिपल्ट उठ्नै सक्दैन, त्यस्तो शरीर छ, त्यति कमजोर छ शरीर। त्यस्तो कमजोर शरीरले त्यस्तो सोचेर अर्कालाई दुःख दिन्छु, अर्कालाई मार्छु, तँलाई सक्छु भनेर भन्छ। त्यस कारणले यस्तो शरीर हुनेछ कलियुगमा। सबैको आयु केमा हुनेछ त भन्दा अन्नमा। अन्न खाए बाँध्ने छन्, अन्न नभए हुने छैन। अरू युगमा 10,000 वर्ष 1,000 वर्ष बाँध्ने, महिनौसम्म हावा खाएर पनि बाँध्न सक्थे अरू युगमा। तर कलियुगमा 24 घन्टा पनि बडा गाह्रो। पानी खाएर 3 चोटि चिया खाएर हुन्छ कि घन्टै पछि चिया खाएर हुन्छ कि बल्ल 24 घन्टा जान्छ। त्यस कारणले त्यस्तो शरीर धारण गरेका मनुष्यहरू कलियुगमा हुनेछन्। र कोही धनी हुनेछन्, धेरै गरिब हुनेछन्, आयु लामो कसैको पनि हुने छैन। र सबैलाई एउटा न एउटा शोक परेकै देखिनेछ। कसैलाई छोराछोरीको शोक परेको, कसैलाई चाहिँ गरिबी भएर पैसा कमाउन नसकेर गरिबीको शोक, कसैलाई चाहिँ सन्तानले लाइन नसमातेर, बाटो नसमातेर, कोहीलाई सन्तानै नभएर, छोराछोरी नै नभएर चिन्ता, कसैलाई भएका छोराछोरीले राम्रो लाइन नसमातेर चिन्ता हुनेछ, कसैलाई चाहिँ सन्तान सबै ठिक छ, कसैलाई चाहिँ रोग लागेर शरीरमा कहिले उपचार गरेर ठिक नहुने रोग लागेर चाहिँ रोगको चिन्ता हुनेछ, कसैलाई चाहिँ गएर फेरि के हुनेछ त भन्दाखेरि सबै रोग पनि लागेको छैन, केटाकेटी पनि ठिक छन्, तर धन सम्पत्ति नभएर गरिबीले गर्दाखेरि बिहानै कसरी के खाम बेलुकै के खाम, यस्तो चिन्ताले सताउनेछ सबैलाई। यी 3टा चिन्ता मध्येमा एउटा न एउटा चिन्ता त प्रत्येकलाई छ। कसैलाई सन्तानको चिन्ता छ, कसैलाई सम्पत्तिको चिन्ता छ, कसैलाई चाहिँ के छ त भन्दा स्वास्थ्यको चिन्ता छ। लौ सन्चो भएन, यो गर्दा नि हुन्न, ऊ गर्दा नि हुन्न। त्यस्तो रोग र शोकले भरिएको छ यो संसार, होइन। एकैछिन हाँस्छौँ हामी, होइन, एकैछिन हाँस्छौँ नि। अहिले घाम लाएर रल्ल छ एकछिन, अहिले एकछिनपछि जाडो हुन्छ, छुछु पार्छ,
होइन। तर बिहान बेलुका जाडो बिर्स्यौँ हामीले। त्यस्तो अब केही समयमा सुख भएर सबै दुःख बिर्सिने भएर मात्रै हो, नभए मनुष्यलाई संसारमा सुख भन्ने छँदै छैन। छ त होइन, छैन, एकैछिन। त्यस कारणले त्यस्तो भएर चाहिँ सँग रहनेछन् र त्यस्तो बेलामा लामो जप तप धर्म कर्मतिर कसैको मन हुने छैन। सत्य भन्ने के हो भन्ने कुरा थाहा हुने छैन। त्यस्तो अवस्थामा मान्छे जन्मिए भनेर केही कर्म गर्न सक्ने छैनन्। हे गुरुदेव, त्यस्तो युगमा जन्मेका मान्छेले थोरै समय गरेको पुण्यले धेरै पुण्य कसरी मिल्छ? जसको आयु नै 50-60 वर्षको आयु छ, त्यसमा चाहिँ 30 वर्ष सुतेर जान्छ। हेर्नुहोस्, होइन, जान्छ जान्न। 100 वर्ष बाँच्यो भने नि 50 वर्ष त सुतेर जान्छ। 50 वर्ष सुतेर भयो गयो, 10 वर्ष केटाकेटी भएर गयो, 10 वर्ष बुढो भएर गयो, अनि कति रह्यो? जम्मा 30 वर्ष। जम्मा 30 वर्षको आयु छ, होइन। त्यो 30 वर्षमा पढ्नु छ, त्यहीमा व्यापारी गर्नु छ, धन कमाउनु छ, सारा चिज गर्नु छ। कतिमा? 30 वर्षभित्रमा। अनि फुर्सद पाउन कहाँको देउताको पूजा गर्ने, कहाँ धुपबत्ती गर्ने, कहाँको मन्दिर जाने, पछि गर्छु भन्दा भन्दै समय सकिन्छ। त्यस कारणले भागा राखेर नबस्नु। भागा राख्नुहुन्न, म 60 कटेपछि गर्छु, म 70 कटेपछि गर्छु भनेर भागा नराख्नु। भागा त कहिले हो कहिले हाम्रो थाहा छैन। नानी भाइ 30 वर्षमा भागा पुग्ने हो हाम्रो, नानी भाइ 60 वर्षसम्म बाँध्ने हो, नानी 100 वर्ष पुग्ने हो हाम्रो भागा। त्यस कारण के को भागा राख्ने? त्यस कारणले समय छँदै बेला छँदै शुभ कर्म गर। पूजा पाठ केही गर्नु मन छ, पितृ तार्ने, आफूलाई तार्ने, सबैलाई तार्ने, चौतारी पोखरी बनाउने केही मन छ भने बेलैमा गर। समय सक्यो भने त सकिहाल्यो, उठ्न नि सकिन्न, बस्न नि सकिन्न, के को पूजा गर्ने? अर्काले अडाइदिई पूजा गरेर अनि के पूजा हुन्छ त्यहाँ, होइन। वैतर्पणी गर्ने भन्यो, हिँड्न नसक्ने भएपछि वैतर्पणी गरेपछि अब न आफूले पूजा गर्न सक्नु, न उठेर नुहाउन सक्नु। त्यस्तो बेलामा गर्नुभन्दा त आफै सक्त भएको बेलामा गर्नु। र सकभर मनुष्यले बुझ्ने मान्छेले दिनदिनै दिनको 15 मिनट समय छुट्याउनु, सकिन्न 5 मिनट त छुट्याउनु दिनको। यसो गऱ्यो भने पछि पछुताउनु पर्दैन। त्यस कारण यहाँ चाहिँ त्यही भन्नु। त्यस कारण यस्तो युगमा जन्मेका मनुष्यले कसरी शुभ कर्म गर्लान् र आफ्नो उद्धार गर्न सक्लान्? त्यस कारण हे गुरु, कलियुगमा आएका त्यस्ता मान्छेको दया लाग्यो, मलाई साह्रै दया लाग्यो। र ती कलियुगको मान्छेको पनि कल्याण कसरी गर्न सकिन्छ, तिनीहरूको कल्याण हुने उपाय के छ, बाटो के छ, त्यो बताइदिनुहोस् भनेर ती गुरुलाई चाहिँ गएर ती ऋषिहरूले सोधिसकेपछि अब अनि उनीहरूले भन्छन्, संसारमा आएर ज्ञान उपदेश भनेको बाँड्दै जानुपर्छ। जति बाँड्यो उति बढ्ने चिज हो ज्ञान, होइन। अरू सबै के हुन्छ? जति बाँड्यो उति घट्छ। हेर्नुहोस्, होइन, विद्या क्या विद्या, विद्या शिव जति बाँड्यो उति बढेको बढे, अरू जति बाँड्यो त्यति घटेको घटे। त्यस कारणले जसले ज्ञान प्राप्त गरेर बाँड्दैन, अरूलाई बताउँदैन भने त्यसलाई पनि भगवान्ले के हुनुहुन्छ त भन्दाखेरि तेरो ज्ञान चाहिँ तँलाई पनि अरू कसैले दिएको ज्ञान हो, होइन। तैँले पनि अर्कालाई दिनुपर्छ, तर तैँले ज्ञान पाएर अरूलाई बताइनस् भने ज्ञानरूपी भगवान् हरि तँसँग प्रसन्न हुनुहुन्न। त्यस कारणले ज्ञान पाउनेले ज्ञान बाँड्नु, जोसँग जे छ त्यही कुराहरू अलिकति भयो भने सबैले के गर्नुपर्छ त भन्दा बाँड्नुपर्छ। धन हुनेले धन बाँड्नु, धनको दान गर्नु, अन्न हुनेले अन्न दिनु, होइन। ज्ञान हुनेले ज्ञान दिनु, जोसँग जे छ त्यसले आफूसँग भएको केही न केही चिजहरू अर्कालाई दिनै पर्छ। अर्कालाई दिन जन्मिएको मनुष्य, होइन। त्यो केबाट सिक्नु त भन्दा त्यो प्रकृतिबाट सिक्नु ती कुरा, होइन। पानी हिमालले उहिलेबाट पानी दिएको छ, होइन। अगाडि भएको हिमालले कुन समयबाट पानी दिएको छ। वनमा भएका रुखहरूले फल दिएको छन्, होइन। वनमा चर्ने गाईहरूले दुध दिएको छन् छैनन्? हामीले घरमा पालेका पशु भने सबै अर्कालाई त त्यहाँ मौरीले मह जम्मा गरेको छ, त्यो अर्कैलाई भएको छ भने संसारमा केही न केही अरूको लागि यी प्रकृतिमा भएकाले त गरेका छन् भने मान्छे बुझ्ने भएर अवश्यमै अर्काको लागि पनि केही गर्नुपर्छ। त्यस कारणले जोसित जे छ त्यही दिनुपर्छ। यदि त्यो दिन्न दान गर्दैन भने त्यो मनुष्यको जीवन के हुन्छ त भन्दा विफल हुन्छ। र त्यस कारणले हे गुरु, हजुरले ज्ञान जान्नु भएको छ, सत्सङ्ग जान्नु भएको छ, हजुरले ज्ञान मान्नुहोस्, ज्ञान दिनुहोस्। र ज्ञान दिएपछि भगवान् हरि खुसी हुनुहुन्छ भनेर गुरुसँग भनिसकेपछि गुरुले पनि भन्नुहुन्छ, धन्य धन्य सौनकादेरका 88,000 शिष्यहरू, तपाईँहरूको प्रश्न सुनेर म पनि साह्रै खुसी भएँ।
मलाई पनि खुसी लाग्यो र जुन कुरा मैले तपाईँहरूलाई बताएँ भने तपाईँहरूले अर्कालाई बताउनु हुनेछ अर्काले अर्कालाई बताउँदै बताउँदै गएपछि सबै मनुष्यको कल्याण हुनेछ भनेर भन्नुभयो र जुन कुरा नारदले चाहिँ गएर भगवान् नारायणलाई सोध्नु भएको थियो त्यही कुरा म तपाईँलाई बताउँछु र जुन कुरा भगवान् नारायणले बताउनु भएको थियो नारदलाई कि हे नारद यदि संसारमा गएर तिमीलाई संसार त के हो त भन्दा रोग र शोकको घर हो अरे है यो संसार भनेको तपाईँ हाम्रो शरीर क्या तपाईँ हाम्रो शरीर के हो त भन्दा रोग र शोकको घर होइन के को घर भन्दा रोग र शोक केही समय ठिकठाक छु भन्यो त्यहाँबाट रोगले रुखलाई धोत्रो लाए जस्तो रोगले समात्छ शोक हुन्छ कहिले छोरो मर्छ कहिले छोरी मर्छ कहिले श्रीमती मर्छ कहिले श्रीमान मर्छ गोडादी वर्षको समय लिएर आएको छ होइन त्यस कारणले शोक र चिन्ता रोग र शोक अनि भोग होइन कुन कुन कुराको चिन्ता हुन्छ त भन्दा रोग शोक र भोग भोग भनेको के खाने के लाउने होइन केराटी घारेर पाल्ने आफूले के खाने खेती गरेर मरिन्छ कि भन्ने भयो त्यसमा रोग शोक र भोग यी तिनवटा चिन्ताले सताइ हुन्छ बिर्सिएर मात्रै हो त्यस कारणले यस्तो शरीरमा आएर मनुष्यले के गर्नुपर्छ भन्दा रोगबाट पनि छुटकारा शोकबाट पनि छुटकारा भोगबाट पनि छुटकारा पाउने उपाय गर्नुपर्छ संसारमा आएर त्यो गर्न आएको यहाँ होइन त्यो गर्न आएको तर जे गर्न आएको त्यही कुरा बिर्सिएर नगर्ने काम मात्रै गरे होइन नगर्ने काम गरेका छ त्यस कारण भगवान्ले भन्नुभयो त्योबाट छुटकारा गर्न हुन चाहन्छौ भने तिमीले के गर त भन्दा कलियुगमा गएर सबभन्दा धेरै पुण्य दिने थोरै समय पूजा गरेर थोरै खर्च गरेर धेरै पुण्य मिल्ने पूजा भनेको भगवान् सत्यनारायणको पूजा भगवान् सत्यनारायणको पूजा गऱ्यौ भगवान् सत्यनारायणको सेवा अर्चना गऱ्यौ भने के हुनेछ त भन्दा रोग र शोक भोगबाट छुटकारा पाउनेछौ रोग पनि तिमीलाई हुने छैन शोक र भोगबाट पनि छुटकारा पाउनेछौ यो जीवनमा सुख शैल आनन्द प्राप्त गरेर मरेपछि पनि तिम्रो कल्याण हुनेछ त्यस कारणले यही व्रतको प्रचार गर संसारमा गएर भनेर भगवान्ले नारदलाई हराउनु भयो नारदलाई हराइसकेपछि नारद चाहिँ आएर भगवान्ले भन्नुहुन्छ दुःख शोक आदि समनम दुःखलाई पनि नाश गर्ने भएको शोकलाई पनि हरण गर्ने भएको धनधान्य दरिद्रीलाई नाश गर्ने भएको नारीहरूलाई सौभाग्य दिने भएको जहाँ गए पनि विजय दिने भएको यस्तो किसिमको व्रत कलियुगमा भगवान् सत्यनारायणको जति उत्तम र भगवान् सत्यनारायण जस्तो सेवा गरेर पाउने जुन फल छ अरूद्वारा गाह्रो छ त्यस कारणले भक्ति श्रद्धा पूर्वक यदि कसैले संसारमा रोगबाट छुटकारा पाउन भोगबाट छुटकारा पाउन शोकबाट छुटकारा पाउन गरिबीबाट छुटकारा पाउन यदि चाहन्छन् भने भगवान् सत्यनारायणको शरणमा जाउँ यदि कसैलाई गरिबीले सतायो कहिले उन्नति हुन सकेन कहिले प्रगति हुन सकेन भने पनि सत्यनारायणको सेवा गऱ्यो भने उन्नति हुनेछ र कसैको छोरा विदेशमा गएर अलाप्यो हरायो भने पनि उनीहरूले सत्यनारायणको सेवा गर्छन् भने उनीहरूको छोरा फर्केर आउनेछ र यदि कसैको चाहिँ गएर सन्तान भएनन् छोराछोरी भएनन् र भने उनीहरूले छोराछोरीको लागि सन्तानको लागि भगवान् सत्यनारायणको सेवा सङ्क्रान्तिमा वर्ष दिनसम्म गर्छन् भने उनीहरूलाई पनि सन्तानको लाभ हुनेछ र जसले जे कामना गरेर भगवान् सत्यनारायणको सेवा गर्छन् तिनीहरूलाई अवश्यमै उनीहरूले सोचेको कुरा सत्य हुनेछ पुरा हुनेछ त्यो भएको हुनाले पो सत्यनारायण होइन पुरा हुने भएर पो सत्यनारायण त्यस कारणले त्यस्तो किसिमको व्रत हो तर गर्ने बेलामा के गर्नुपर्छ त भन्दा भक्ति र श्रद्धापूर्वक गर्नुपर्छ है मनमा क्लेश लिएर दुःख लिएर अथवा मनमा अब के गर्ने खर्च हुने भयो भनेर चिन्ता गरेर अथवा नुहाइ धुवाइ राम्रो नगरेर चोखो निष्ठो नगरेर भाव शुद्ध नगरेर जमिन शुद्ध नगरेर यी अपनाउनु पर्ने विधि पद्धतिहरू अवलम्बन नगरिकन यदि गर्छ भने त्योबाट फेरि पुण्य मिल्दैन त्यस कारणले गर्ने बेलामा नुहाएर शुद्ध पवित्र भएर मन वचन बोली पनि ठिक मन पनि ठिक शरीर पनि शुद्ध गरेर मन वचन शरीर र कर्म काम पनि शुद्ध भएर गरियो भने गरेको काम विफल हुँदैन सबभन्दा श्रद्धा हुनुपर्छ श्रद्धा हे भगवान् मसँग यति छ जति छ त्यति गरेँ हजुरले जति दिनुभएको थियो त्यति नै मैले गरेँ
मैले यहाँ बनाउने कुरा केही पनि छैन। तब हामीले यहाँ बनाउने कुरा केही छ त? यहाँ केही छैन। हामीले केही बनाउन सक्छौँ? यो संसारमा हामीले बनाउन सक्ने कुरा केही छ भन्दा केही पनि छैन। न त हामीले यो सुन्तला बनाउन सक्छौँ, न अन्न अनाज बनाउन। हामीले काम गर्ने, रोप्ने काम गर्न सक्छौँ होइन। तर बनाउनेवाला को त भन्दा ऊ नै ईश्वर हो। यहाँ सुन्तलामा गुलियो भर्ने, यो फुलमा रङ भर्ने होइन, उखुमा गुलियो भर्ने, अमिलोमा अमिलो भर्ने होइन, यो पृथ्वीमा सारा टर्रो अमिलो खुर्सानीमा पिरो भर्ने होइन, यी सबै कसले भर्छ, कसले दिन्छ? मुना ईश्वरले भरेको हो। त्यस कारणले उसकै वस्तु हो। हाम्रो यहाँ के छ र होइन? केही छ? केही छैन यहाँ हाम्रो। गोडा दिन मेरो जग्गा, मेरो सम्पत्ति, मेरो घर, तँलाई दिन्न पर्खी खलास भनेर छोरालाई क्या, छोरालाई बुहारीलाई म औँस दिन्न तँलाई भनेर, मैले बनाएको घर बस्लास् तँलाई भनेर गुडा दिन भन्यो। तर यहाँ बनाएको न ढुङ्गो मैले बनाएको, न माटो मैले बनाएको। ढुङ्गो पनि मैले बनाएको होइन, माटो पनि मैले बनाएको होइन। यहीँ थियो पहिल्यै, ईश्वरले बनाएको। मेरो गोडाली समय हामीले पो बनाएको। गोडाली समय त्यो लाउने काम पो गरेको त, फलाउने काम त हामीले गरे होइन। त्यस कारणले त्यो फल हे भगवान् हजुरले दिएको, यहाँ मेरो केही छैन भनेर काम गर्नु रे। हजुरले दिएको चिज हो, हजुरलाई नै चढाएँ मैले। म त आउने बेला रित्तै आएको, यहाँ आएर जोडेँ, जाने बेला रित्तै जाने हो। त्यस कारणले यहाँ भएको चिज मेरो होइन, हजुरकै हो। हजुरको चिज नै हजुरलाई चढाएको छु भन्दै चढायो भने त्यहाँ अभिमान भएन। मैले यति गरेँ उति गरेँ भन्न लगाएर भने घमण्ड मिसियो। त्यो घमण्ड मिसिएको वस्तु ईश्वरलाई चढ्दैन। ईश्वरलाई मिठो हुन्न त्यो। हाम्रो बाबामालाई पनि मिठो हुन्न घमण्ड मिसिएको। हजुरलाई नै हुन्न, मलाई नै हुन्न होइन। हजुरलाई र मलाई पनि घमण्ड मिसिएर ठुलो भएर गरेको व्यवहार मनपर्छ त? पर्दैन। त्यस कारणले श्रद्धा भएर गऱ्यो भने त्यो ईश्वरलाई प्यारो हुन्छ, पितृलाई प्यारो हुन्छ, इष्टमित्रलाई प्यारो हुन्छ। सबैलाई प्यारो हुने काम गर्नु गऱ्यो भने बल्ल तिमीलाई प्यारो हुन्छ बल्ल। त्यस कारणले भनेर यहाँ त्यो बताएको हुनाले यसरी चाहिँ गरे। यस्तो खालको के हो त भन्दा भगवान् सत्यनारायणको व्रत छ। गर्नु त गर्ने, तर तरिका विधि पद्धति मिलाएर गर्नुपर्छ र बल्ल सफल हुन्छ। बिना विधि, बिना पद्धति, बिना तौर तरिका नअपनाइकन गरेको खेती पनि सफल हुन्न, केही चिज पनि सफल हुन्न। ल विधि पद्धति त्यसको नियमहरू पालना नगरिकन गऱ्यो भने खेती पनि कति बेला पानी हाल्ने, कति बेला मोल छर्ने, कति मोल हाल्ने भनेर गऱ्यो भने बल्ल खेती हुन्छ। त्यसो सबैको एउटा विधि हुन्छ, त्यो अनुसार गऱ्यो भने गरेको कुरा पुरा हुन्छ। त्यस कारणले यदि यस्तो चाहना भएका मनुष्यहरूले के गर्नु त भन्दा भगवान् सत्यनारायणको सङ्क्रान्तिमा व्रत गरून्, ब्राह्मणहरूलाई बोलाउन्, इष्टमित्रलाई बोलाउन्, भगवान् सत्यनारायणलाई केराको फल चढाउनु, गाईको के अरे गहुँको चाहिँ चुरन बनाएर चढाउनु, साली धानको अन्न चढाउनु, अनि गएर चिनी चढाउनु, मह चढाउनु। आफूसँग जे छ, जे वस्तु आफूसँग छ ती चिजहरू चढाएर अनि इष्टमित्र बन्धु बान्धव सबै भएर अनि के गर्दा प्रसाद लिनु, अनि गएर बेलुकामा जागराम बस्नु, भजन कीर्तन गर्नु। यस्तो तरिकाले यदि कसैले व्रत गर्छ भने उसले गरेको कामना जे भनेर गरेको छ त्यो अवश्य सिद्ध हुन्छ भनेर भगवान्ले फेरि नारदलाई बताउनु भयो र सौनकादिक 88 हजार ऋषिहरूलाई सुत नाम गरेका गुरुले बताउनु भयो। बताइसकेपछि अब संसारमा सबभन्दा पहिला कसले गर्यो त सत्यनारायणको पूजा धरतीमा? संसारमा सबभन्दा पहिला सत्यनारायणको व्रत कसले गर्यो? त्यो व्रत गरेर त्यसलाई के फाइदा भयो भन्ने कुरा पनि म सुन्न चाहन्छु। हे गुरुदेव बताइदिनुहोस् भनेर शिष्यहरूले सोधेपछि गुरुले भन्नुहुन्छ कि हे शिष्य हो, हे चेला हो, तिमीहरूलाई सुन्न मन छ भने एकचित्त भएर ध्यान दिएर सुन भनेर भन्नुहुन्छ कि एउटा काशी नामहरूको नगरीमा एकजना साह्रै गरिब ब्राह्मण थिए, बाहुन, साह्रै गरिब ब्राह्मण। यो गर्दा पनि हुन्न, ऊ गर्दा पनि हुन्न, केटाकेटी पाल्न धौ छ, श्रीमती पाल्न धौ भएको छ, काशी नगरीमा बसेको छ। त्यस्ता किसिमका ब्राह्मण थिए र उनले केहीमा हात हाल्दाखेरि पनि उनलाई कहीँ गएर केहीमा सफलता मिलेन। खेतीबाट पनि मिलेन, जागिरबाट मिलेन, केही चिजबाट पनि सफलता नमिलिसकेपछि अब के गर्ने? बाँध्न त पर्यो। उनले के गर्न थाले त भन्दाखेरि बाँध्नको लागि उनले चाहिँ कमण्डलु लिएर घर घरमा भिक्षा माग्न थाले। मागेर खानको लागि अन्न कमण्डलु लिएर दैला 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 मलाई चाहिँ भिक्षा दिनुहोस् भनेर एक मुठी दुई मुठी जसले जति चिन्छन् त्यही ल्याएर बेलुका चाहिँ घरमा ल्याउने, पकाउने, खाने, छोराछोरी श्रीमतीलाई खुवाउने गर्न थाले। त्यस्ता किसिमका एकजना ब्राह्मण काशी नामहरूको नगरीमा बस्ने गर्दथे
र आज पनि उठेको छ डुलेको छ भोलि पनि गएको छ डुलेको छ दिनदिनै माग्न जाने भएको हुनाले कसैले पनि धेरै दिँदैन्थे एक चिम्टी दिनदिनै एक दिन माग्ने भए पो सधैँ माग्नेलाई कसले दिन्छ भन्ने अनि यति दिन थाले त्यही गरेर 9-10 मुठी जति हुन्थ्यो लिएर पकाएर एक छाक खाएर जीविका गर्थे त्यस्ता किसिमका ब्राह्मण थिए र त्यसरी दिनदिनै गल्ली गल्लीमा डुलेको भगवान् सत्यनारायणले माथिबाट हेर्नुभयो र देख्नुभयो एउटा ब्राह्मण साह्रै गरिब छ कर्म राम्रो गर्छ जप तप सबै ठिक छ बाहुनको कायकर्म गरेको छ तर गरिब छ त्यो देखेर भगवान्लाई दया लाग्यो माथि लौ यसले त साह्रै दुःख पायो अब यसलाई दया उपकार गर्नु पर्यो भनेर भगवान् धरतीमा आउनुभयो र जोगीको रूप बन्नुभयो काशी नगरीमा र जोगीको रूप बनेर त्यो बाहुन लौरो टेकेर जता जता भिक्षा माग्न जाँदै थिए त्यही अगाडि टुप्लुक्क निस्किनु भयो टुप्लुक्क निस्किसकेपछि ती बाहुनले पनि जोगीलाई देखेर नारायण भन्ने त्यसपछि ब्राह्मणले पनि गएर जोगीले पनि ब्राह्मणलाई नमस्ते गरे गरिसकेपछि जोगीले सोध्छन् ती बाहुनलाई कि हे ब्राह्मण देवता हजुर दिनदिनै यो गल्ली गल्लीमा दिनदिनै किन डुल्नुहुन्छ ठगाइ लाउनु हजुरलाई भनेर भगवान्ले थाहा पाएर पनि थाहा नपाए जस्तो गरेर सोध्नुभयो त्यसपछि त्यो ब्राह्मणले भन्छन् हे योगी हे सन्यासीजी के गर्नु मलाई घुम्ने मन त थिएन डुल्ने रहर पनि थिएन मैले मेरो पेट पाल्न र मेरो छोराछोरी पाल्नलाई गाह्रो हो मैले यता गर्दा पनि भएन उता गर्दा पनि भएन यो गर्दा पनि भएन केही गर्दा पनि नभएपछि अब के गर्नु त मर्नु त भएन त्यसपछि भिक्षा मागेर भयो नि परिवार पाल्न पऱ्यो भनेर भिक्षा माग्न हिँडेको छु के गर्नु केही भयो त कहाँ माग्ने थिएन मैले भनेर भनिसकेपछि अनि गएर उनले भन्छन् ए ब्राह्मण देवता यदि त्यस्तो हो भने यदि तपाईँलाई त्यस्तो समस्या परेको छ भने मैले एउटा उपाय तपाईँलाई बताइदिन्छु तपाईँले गर्नुहुन्छ भनिसकेपछि किन नगर्नु मैले त्यो उपाय त म गर्छु नि भनेर ती ब्राह्मणले भनिसकेपछि ती जोगी रूप भएका भगवान् सत्यनारायणले भन्नुहुन्छ कि हे ब्राह्मण देवता यदि हजुरलाई साह्रै गरिबीले सतायो केही गर्दा पनि भएन सुखको दिन आएन राम्रो दिन आएन भन्ने लाग्छ भने अब हजुरले के गर्नु त भन्दा भगवान् सत्यनारायणको सेवा गर्नु भगवान् सत्यनारायणको सङ्क्रान्तिमा पूर्णिमामा पञ्चमीमा दशमीमा यस्तो तिथि पारेर भगवान् सत्यनारायणको सेवा आराधना गर्नुभयो भने तपाईँको दुःख बिस्तारै आजको भोलि हुन्न केही पनि कुरा आज पूजा गरेर भोलि भइदिएन भन्छ मान्छेले त्यस कारणले बिस्तारै के हुनेछ त भन्दा त्यो दुःख कम हुँदै गएर तपाईँ दुःखबाट पार पाउने छ भनिसकेपछि ल म किन नगरौँ मैले त गर्छु भनिसकेपछि भगवान्ले भन्नुभयो जोगी रूप धारण गरेका जोगीले भन्छन् हे ब्राह्मण देवता यदि त्यस्तो हो भने तपाईँले सङ्क्रान्तिमा बेलुका सङ्क्रान्तिमा 1 वर्षसम्म भगवान् सत्यनारायणको व्रत गर्नुभयो पूजा गर्नुभयो भगवान् सत्यनारायणलाई केरा चढाउनु भयो भगवान् सत्यनारायणलाई चाहिँ गएर गहुँको चूरण बनाएर चढाउनु भयो भने अवश्यमै अब तपाईँको दुःख पार हुनेछ गरिबीबाट तपाईँले छुटकारा पाउनुहुनेछ भनेर उपदेश दिनुभयो अनि विधवादी भएर भगवान्ले जोगी रूप लिनु भएको थियो अन्तर्ध्यान हुनुभयो त्यसपछि त्यो ब्राह्मणले भन्छन् कि यसो भए त मैले अवश्यमै अब गर्ने थिएँ नि अब गर्नु थिएँ केले गरौँ खै पेट पाल्न त अब अर्को कहाँ भिक्षा माग्नु छ होइन अब मैले कसरी गर्ने मन त छ तर धन छैन केही पनि छैन मन आयो मनले सङ्कल्प गर्यो के गर्नु हे भगवान् मैले गर्ने थिएँ नि मेरो गर्ने मन त थियो नि तर चिजै छैन के गर्ने त्यस कारणले हे भगवान् मेरो गर्ने मन छ कसरी गरौँ भनेर त्यस्तो सोध्दै उनी सुते बल्ल बिहान उज्यालो भयो अनि अब भिक्षा माग्न जानै पर्यो अनि जाने बेलामा के हे भगवान् मैले हजुरको मन हुँदै नि गर्न सकिनँ यदि मेरो मन धन हुन्थ्यो भने त मैले अवश्यमै अब गर्ने थिएँ भन्दै उनी घरबाट निस्केको त त्यो दिन भगवान्ले कृपा गर्नुभएछ भगवान्ले कृपा कसरी गर्नुहुन्छ त भन्दा भगवान्ले दिने बेलामा अरूको मन परिवर्तन गराएर दिनुहुन्छ यहाँ हातमा राखिदिने भए त सबैले देख्ने लौ भगवान्ले त यसरी दिनु रहेछन् भन्ने हुन्थ्यो सबैलाई विश्वास हुन्थ्यो होइन अब आज गरेर भोलि हातमा ट्याम्मै राखिदिने भए त पापी कोही नि हुन्थेन सबै पछि लाउँथे होइन तर भगवान्ले घुमाउरो बाटाबाट अर्काको मन परिवर्तन विचार भन्ने बनाएर अरूलाई दिन लाउनुहुन्छ भगवान्ले मान्छेले कहाँ बुझ्ने त्यसपछि गएर अब ती नगरवासी दिनदिनै आज त यो बाहुनलाई अलिक धेरै भिक्षा दिन पऱ्यो भनेर सबले 1 मुठी दिनेले 2 मुठी दिन थाले 2 मुठी दिनेले 3 मुठी दिन थाले 1 रुपियाँ दिनेले 5 रुपियाँ दिन थाले 5 रुपियाँ दिने 10 रुपियाँ दिन थाले
त्यो दिन भिक्षा माग्न गएको त पुरा झोली पनि भरियो, पैसा पनि केही भयो। ती ब्राह्मण साह्रै खुसी भए। घर आएर त्यो अन्नलाई पनि केही बाँकी राखे, केही बेचेर भगवान् सत्यनारायणको पूजाको सामग्री किने। सामग्री जम्मा गरेर अनि त्यो ब्राह्मणले पनि महिनाको सङ्क्रान्तिमा भगवान् सत्यनारायणको पूजा गर्दै जब गइसकेपछि भगवान् सत्यनारायणको सेवा गरेको प्रभावले उनको गरिबी पनि घट्दै गएर उनलाई भिक्षा माग्न पर्ने भएन र छोराछोरी इष्टमित्र सबै परिवारसहित भएर बाँकी जीवन सुखीपूर्वक बाँचेर अन्तिममा भगवान्को धाममा गए। त्यस कारणले पहिला ब्राह्मणले गरेको यो सत्यनारायणको व्रत कथा हो भनेर गुरुले बताउनु भयो। बताइसकेपछि फेरि शिष्यले सोध्छन्, हे गुरुदेव, हजुरले बताउँदाखेरि त मलाई अझ सुनौँ भन्ने मन लाग्यो। अब त्यसपछि संसारमा चाहिँ कसले गर्यो त नि? त्यसपछि त अब संसारमा कसले गर्यो व्रत भनिसकेपछि अनि फेरि गुरुले भन्नुहुन्छ, त्यसपछि एउटा दाउरे थियो। एउटा त कुनै एउटा नगरीमा एउटा दाउरे बस्ने गर्दथ्यो र त्यो दाउरेले के गर्थ्यो त भन्दा दिनभरि दाउरा काट्यो, दाउरा चिर्यो, भारी हाल्यो, बोक्यो र बोकेर चाहिँ लगेर बजारमा लगेर दाउरा बेच्ने। त्यही दाउराबाट जे अन्न तरकारी जे मिल्छ ल्याउने, परिवार पाल्ने, आफू पनि पालिने गर्दथ्यो एउटा दाउरे। त्यो दाउरेले दाउरा खोज्दै जाने सन्दर्भमा एक दिनको कुरा हो, यिनै ब्राह्मण ऐपत आएको बाहुनको घरमा पुग्यो। ऊ दाउरा भारी बोकेको डुल्दै जाँदा त्यही पुगिसकेपछि बाहिरपट्टि भारी पिसाएर अनि भित्र गएर यसो हेर्छ, ब्राह्मण देवता मलाई पानी दिनुहोस् न भनिसकेपछि ती बाहुनले पानी पिउन दिए। त्यसपछि उसले भन्छ, अनि प्रसाद पनि त्यहाँ चढाएको थियो, सत्यनारायणको प्रसाद निकालेर उनले प्रसाद दिइसकेपछि त्यो दाउरेले भन्छ, हे ब्राह्मण देवता, हजुरले कसको के को पूजा गर्नुभयो र मलाई प्रसाद दिनुभयो भन्दाखेरि, हे दाउरे, मैले महिनाको सङ्क्रान्तिमा भगवान् सत्यनारायणको पूजा गर्छु। आज सङ्क्रान्ति, तिमी ठक्क आऊ, उनै सत्यनारायणको पूजा गरेको प्रसाद हो यो लगाऊ भनेर प्रसाद दिनुभयो। खाने प्रसाद पनि लगाउने प्रसाद पनि दिनुभयो। दिइसकेपछि ती दाउरेले प्रसाद लगाए पनि खाए पनि। त्यसपछि उनले भन्छन्, कस्ता देवता हुन् सत्यनारायण भनेका, उनको पूजा गर्यो भने के हुन्छ, कसरी पूजा गर्नुपर्छ, विधि के हो, नियम के हो, कसरी पूजा गर्नुपर्छ भनेर ती बाहुनलाई फेरि त्यो दाउरेले सोध्छ। अनि सोधिसकेपछि ती ब्राह्मणले भन्छन्, हे दाउरे दाई, यदि तिमीलाई रोग र शोकबाट पार पाउनु छ, गरिबीबाट छुटकारा पाउनु छ, सन्तान भएका छैनन् र सन्तान चाहिएको छ भने तिमीले भगवान् सत्यनारायणको सेवा गर। सत्यनारायणको सेवा गर, अनि केरा किन, फलफुल किन, अबिर केसरी किन, अनि गएर गहुँको पिठो किन, यसरी चाहिँ गएर गहुँको चुरन बनाऊ, बेलुका 5वटा लिङ्गा गाड, अनि दिनमा महिनाको सङ्क्रान्तिको बेलुकामा भगवान् सत्यनारायणको पूजा गर, ब्राह्मणलाई बोलाऊ, दाजुभाइलाई बोलाऊ, सबै जम्मा भएर यस्तो तरिकाले सत्यनारायणको व्रत गऱ्यो भने तिम्रो कल्याण हुनेछ भनेर ती ब्राह्मणले भनिसकेपछि त्यो दाउरेले पनि, ओहो, मैले पनि गर्थेँ क्यार्नु, आज पनि बन गएको छ, भोलि पनि बन गएको छ, दाउरा काटे खानु छ, दाउरा नकाटे खानु छैन, के गर्नु, मैले पनि गर्ने थिएँ नि गर्नु त, तर आजकोले आज खानै ठिक्कै छ, भोलिकोले भोलि नै खान ठिक्क छ, कसरी गर्ने? त्यो दिनको दाउरा बेच्यो, फर्केर आयो, भोलिपल्ट विचार गर्यो, हे भगवान्, यदि तिमीले मलाई कल्याण गर्ने रहेछौ, तर मैले केले पूजा गरौँ तिम्रो? यदि मेरो दाउरा आज 2-3 भारी काट्न सकेर अनि बेचेर केही पैसा पऱ्यो त मैले पूजा गर्ने थिएँ नि भनेर उसले पनि के गर्यो, भाकल गर्यो। भाकल भनेको सम्झ्यो क्या, सम्झना गर्यो बिहानै। त्यसपछि गयो दाउरा काट्न भनेर, अनि दाउरा काट्यो, भारी हाल्यो, ल्यायो बजारमा बेच्न भनेर बजारमा निस्किएको त त्यो दिन त के भएको रहेछ त भन्दा दाउराको भाउ चर्किएको रहेछ, अत्यन्त बढेको रहेछ, तिर्बल महँगो भएको रहेछ दाउराको भाउ। त्यही भाउमा लगेर त्यो दाउरेले त्यो दाउरा बेचेर फेरि त्यहीबाट सत्यनारायणको पूजाको सामग्री खरिद गर्यो, घरमा आयो, इष्टमित्र बन्धु बान्धव सबै जम्मा पारेर ब्राह्मणलाई बोलाएर विधि विधानपूर्वक त्यो दाउरेले पनि भगवान् सत्यनारायणको व्रत गर्यो र अर्को महिना पनि गर्यो। यस्तै गर्दै गइसकेपछि वर्ष दिनसम्म लगातार व्रत गरेपछि उसका छोराहरू पनि राम्रो लाइन पक्रिँदै गए, श्रीमतीबाट रोगबाट छुटकारा पाइन्, उसलाई पनि त्यो दाउरा बेच्दै नाफा भएर उसले फेरि अर्को व्यवसाय सुरु गरेर उसले बाँकी जीवन पनि उसले सुखमय व्यतीत गर्यो। त्यस कारणले कर्म त गर्नुपर्छ होइन, कर्म गर्नुपर्छ, भगवान्ले हात हालेर हाल्दैनन्, तर कर्म गर्दै पनि सफल भइन्न, प्रारब्धमा छैन, ईश्वरले सहयोग गरेको छैन, ईश्वरतिर फर्किएको छैन भने
बालुवामा पानी हाले जस्तो हुन्छ तेल थोरै थल्नु त्यस कारण त्यस्तो किसिमको भगवान् सत्यनारायणको व्रत छ चाहिँ छ कि छैन बत्ती बत्ती त छ मिलाएर हाले फेरि डुबाउला ए ठिक रहेछ पुग्छ एकछिन हाल्यो भने चाहिँ हाल्नु आउँछ कि मलाई अनि गएर त्यसै गरेर